हेलो एभ्रिवान। आज हाम्रो ट्रेनिङ फोकस भनेको चाहिँ हाम्रो आज स्ट्रेन्थ एन्ड कोरमा थियो। आज हाम्रो रनिङ थिएन। आज हामीले प्ल्याङ्क्स, लन्ज अनि स्क्वाट, पुसअप यस्तै कुराहरू एक्सर्साइजहरू गऱ्यौँ। लगभग हामीले आधी घन्टा बस्नै गऱ्यौँ। के कति गऱ्यौँ अब यहाँमा हालिदिन्छ। त्यसले हाम्रो भोलिको रनलाई चाहिँ अलिक सहज हुन्छ। भोलि हाम्रो टेम्पो रन छ 20 देखि 40 मिनटसम्मको। हामीले चाहिँ अघिल्लो विक 20 मिनट गऱ्यौँ भने अब एभ्री विक चाहिँ 1-1 मिनट बढाउने भन्ने खालको छ। अब हेरौँ भोलि के हुन्छ। विषय मात्र चाहिँ नहोस्, अलिकति 1 मिनट बेसी नै हानु भनेको। अनि मैले टेम्पो भनेको कस्तो हो भनेर मैले अस्ति भनिहालेँ। भोलि बिहान फेरि म भनिहाल्नेछु। भिडियो हेर्दै गर्नु होला। थ्याङ्क यू सो मच।